जलेसर नगरपालिका महोत्तरी जिल्लाको भौतिक पूर्वाधार कार्यालयमा देश विकासको काम धमाधम भइरहेको थियो किनकि यो सरकार दुई तिहाईको सरकार हो। यसले यति फास्ट काम गर्छ कि राति 1 बजे पनि कर्मचारी बियर खाएर पनि काम गरिराखेका छ। के कारणले हो कि यहाँको कुनै नेता नेपालभित्र उपचार गराउँदैन? किन विदेशमा जानु पर्यो? त्यसो भए विदेशमा गएर बस्ने नि। खत्तम। कांग्रेसलाई त सत्ता भए पुग्छ, राजा भए पनि पुग्छ, एमाले भए पनि पुग्छ, भोलि कोही तर सरकार चाहिए हुन्छ कांग्रेसलाई। कांग्रेस त सही र गलत छुट्याउने स्थितिमा आजको कांग्रेस छैन। समय सक्यो। 1 मिनट थप्दिन्छ, यो जरुरी कुरा किनकि कम्युनिस्टलाई घाम लगाउनै पर्छ। सम्मानीय सभामुख महोदय, यो देश ऐन कानूनले चल्ने कि हुकुमी शासनले चल्ने प्रश्न अहम छ। अहिले भर्खर बाँसबारी छाला उद्योग कारखानाको कुरा आयो, सरकारले समात्यो। तर 2 घण्टा नहुने बित्तिकै प्रधानमन्त्रीदेखि लिएर गठबन्धनको नेताहरूको फोन तरातर आइजीलाई जान थाल्यो, छोड्नु अहिले तुरन्त छोड्नु, किनकि हामी त्यही व्यापारीको पैसा खाएर बचिरहेछौँ। हामी त्यही देश बेचेर बाँचिरहेछौँ, पार्टी चलाइरहेछौँ। खत्तम। मन्त्रीजी यही हुनुहुन्छ, उद्योग मन्त्रीजीको एउटा स्टेटमेन्ट पढ्थे थिए कि बजारलाई हामी कन्ट्रोल गर्न सकेन, अनुगमन गर्न सकेन। त कसले गर्ने? भगवानले? पशुपतिनाथले। कृषिको उत्पादन बढाउने कुरा हुन्छ, हरेक साल वैज्ञानिक खेतीको कुरा हुन्छ। त्यो वैज्ञानिक खेती कुन ग्रहमा हुन्छ? मंगल ग्रहमा हुन्छ कि बुध ग्रहमा? नेपालको धरतीमा त भइरहेको छैन। यो सभामुख महोदय, वास्तवमा अहिलेसम्म त सरकारले यत्रो गौरवशाली इतिहास कायम गरेछ आलु प्याजमा भ्याट लाएर। वास्तवमा नीति कार्यक्रम हेर्दाखेरि एउटा जुन मुहावरा छ कि अन्धेर नगरी चौपट राजा, टकेसर भाजी टकेसर खाजा। यिनीहरूलाई नलखेटिकन यिनीहरूमा सुधारको सम्भावना म देख्दैन। एउटै निर्वाचन प्रक्रियाबाट आएर आउनेले कसैले 38 मिनट बोल्न पाउने, कसैले 2 मिनट भयो भने रातो बत्ती बल्ने। यो कुन यही हो जनाबे आम जनाबे खास? किनकि भ्रष्टाचारको बारेमा त बोल्नै पाउँदैन, किनकि उपसभामुखजीलाई उठिहाल्छ। पहिला श्रमिकलाई भगाए देशबाट, त्यसपछि विद्यार्थीलाई भगाए, अब व्यापारी भगाउनेतिर राखेको छु। मात्र नेता र कर्मचारी बसौँ यो देशमा र देश लुटौँ। मन्त्रीजीको बाउको देश हो या प्रधानमन्त्रीजीको बाउको देश हो? देश जनताको।